हेलो साथीहरु, मेरो युट्युब च्यानलमा हजुरलाई फेरि पनि स्वागत छ। आज चाहिँ म घरदेखि उल्काकोटसम्म जान्छु भनेर लागे के कस्तो हुन्छ हजुरलाई देखाउने प्रयास गर्ने छु। लेट्स स्टार्ट भिडियो है त। हेर्नुस् माले बजार यो ईशान के छ? ईशान कता हिँडी यत्रो लौरो लिएर? बेलौती कहाँ छैन त? छ है, लौराले झार्ने हो ईशान? तिमीले झारिदिन्छु। खसे है ईशान, बेलौती खस ल्याएर देखाइदिउ कस्तो छ। खै बेलौती कस्तो हुन्छ ल, खानी हो? हजुर म त हिजो आमा गर मेरो फोटो कहिले? काठमाडौँ उहिले गएर हाल्यौँ लाग्र अहिले हो र? घरमा बहुतै हुने हो, धेरै हुने हो धर्म। यो कसको योजना र कसको चाहिँ बनाएको, कसले बनायो? प्रदेश सरकारले। उसलाई चाहिँ धन्यवाद। हामी हिँड्न पाइयो, हामी खुसी भयौँ होइन? बहुत राम्रो कुरा हो। आउँदाखेरि उता धरम ल, जाँदै यता जान यता धरम छोड्दा उता धरम ल, राइट। फोटो समय न, फोटो समय भन्छ एउटा के भन्छ हामीलाई यस्तो बाटो पाएपछि के चाहियो? मलाई भनेको नि यहाँ जुन लगाएको छ यो पछि लाग्यो चाहिँ पछि लगाएर हो। यो ठिक छैन बाटो त छैन त, अलि माथि जान्नु नि बाटो यो ठिक छ हो। अलि हरे राम हरे राम। आउनुहोस् आउनुहोस् हजुर, भन्न चाहन्छु अहिले रसी लाउन पर्यो भने त अब त्यही बस्यो पनि भयो। अब अहिले के रसी लाउनु त खै। चैत्र महिनाको 23 गतेका दिन चैत्र अष्टमी, भोलि चैत्र 24 गते चैत्र दशैं पर्व हाम्रो धार्मिक सांस्कृतिक परम्परा अनुसार यो विजया दशमी भन्दा यसको महत्त्व जुन नवरात्र बडा दशैं विजया दशमी भन्दा यसको महत्त्वमा कुनै कमी छैन। आज त्यसै सिलसिलामा हाम्रा श्रद्धालु भक्तजनहरू धेरै टाढा टाढाबाट फूल प्रसाद भेटी अर्पण गर्नको लागि
यस पुण्यभूमिमा श्री छत्र बरुबरिक महाराज कोट दरबारको समीपमा आएर स्वचित्त मनका साथ फूल प्रसाद भेटी अर्पण गर्नुभएको छ। हामीले श्री छत्र देवालय संरक्षण समितिको तर्फदेखि आज यो महान हामी हिन्दूहरूको पर्व चैत दशैं अष्टमीको दिन, आज अष्टमीको दिन हुने जुन पूजा अर्चनाको कार्यक्रम हो त्यो बिहानैदेखि यो सञ्चालन भइरहेको छ र यहाँले आजको दिनमा परम्परा अनुसार यो मन्दिरमा बलिको कार्यक्रम पनि हुने भएको हुनाले यहाँहरूले हामीले पाएका छौँ पञ्चबली आउने क्रम बिचमा छ भन्ने हामी पाएका छौँ। त्यसै गरी भेडा बलिहरू अनि यहाँ कुखुराहरू लिएर आउनुभएको छ र यहाँहरू आतुर पनि हुनुहुन्छ, टाढा टाढाबाट आउनुभएको छ र अहिले प्रारम्भ भइसकेको छैन बलि दिने काम। र यहाँको समितिले जानकारी गराए अनुसार 12 बजेदेखि यो पूजा अर्चनाको कार्यक्रम सँगसँगै यो बलि दिने कार्यक्रम पनि अगाडि बढ्नेछ। समस्त महानुभावहरूलाई एकछिन धैर्य धारण गर्नको लागि श्री छत्र देवालय संरक्षण समितिको तर्फदेखि हार्दिक अनुरोध गर्दै समस्त महानुभावहरूमा यो चैते दशैंको पावन अवसरमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तर प्रगतिको लागि हार्दिक शुभकामना प्रकट गर्दछौँ। अब म यहाँहरूको बिचमा आजको दिनमा फूल भेटी अर्पण गर्ने हाम्रा श्रद्धालु भक्तजनहरू यहाँको भनेको यो श्री छत्र बरुबरिक महाराजको जुन कोट दरबार हो, यहाँको भौतिक परम्परालाई, भौतिक पूर्वाधारलाई, हाम्रो संस्कृतिलाई, परम्परालाई जगेर्ना गर्ने उद्देश्यले हाम्रा श्रद्धालु भक्तजनहरूले सहयोग गर्नुभएको छ। त्यसो भएको हुनाले यहाँको बिचमा सहयोग गर्नुहुने हाम्रा दाता महानुभावहरूलाई हार्दिक आभारका साथ यहाँको नाम म उद्घोष गर्ने अनुमति लिन चाहन्छु। गोपाल आचार्य, छत्रदेव गाउँपालिका छत्र बरुबरिक महाराजको दरबार, यहाँको पूर्वाधार, यहाँको भौतिक सामाजिक सांस्कृतिक जुन आस्थाको प्रतीक हो, यहाँको लागि सहयोग गर्नुहुने गाउँपालिका वडा नम्बर 6 त्यहाँ छत्र महाराज घुमेर बाहिर निस्किन लाग्यो। कस्तो हुन्छ अब हामी 5 कोट जाँदैछौँ। ट्याक्क यो त ठुला भराए। ल यतैबाट गइन्छ होला। यो सिँढीवाला त वहाँ, यो सिँढीवाला त छत्र अन्त झर्ने है। कोट वहाँ पारी छ है। अब त आज यहाँ रमाइलो हुन्छ दिनभरि होइन बुवा?
फोटो खिचेनौँ नि हामीले ऊ त्यहाँ खिच्नुपर्छ पारी हजुर भिडियो खिचेको गर अलि फुर्तीले केटो बसालिदिने र त्यस्तो ढिलो गर्नु झाडम झुडुम गर्ने छैन पछि वा त्यहाँ कसरी लान्छ त्यसलाई यता नलाँदै उता फालिदिइसक्यो हजुर है बुवा पछि वा त्यहाँ कसरी लान्छ त्यस्तरी लाने नि हुन्छ म त्यहाँ एक दिन 10,000ले 10 लाखले दर्शन गर्छु पछि वा त्यहाँ नि गर्छ ऊ नपर्ने क्या त त्रिशुल जस्तो बुवा छ्याप 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 हानिदिने क्या बुढीलाई हुन्छ नि आधुनिक जमाना आयो नि त हैट्टे बजार पहिले जस्तो रमाइलो छैन है कि मान्छे कहाँ छ र यहाँ मान्छे कहाँ छ मधेसी गाउँ बटौला नै हिँडे बुटोल पनि खाली छ पुरै विदेश मान्छे त निश्चय खानु होला नेपाली हजुर गल धेरै विदेश छ टोटल विदेश छ अहिले हामी पनि विदेश छ बुवा इन्डियामा इन्डियामा त कति छ लाख छ इन्डियामा जति नेपाली त कहाँ र बुवा 80 लाख छ इन्डियामा आनन्दको ठाउँ ठुला पोखरा त्यो छत्रगञ्ज कहाँ राखेको ठाउँ छ त्यसको त हिस्ट्री नि बुवा यहाँको त त्यसको टाउको कहाँ मारेका अरे बुवा उहाँ मारेका नि पानीपतमा महाभारतको लडाइँमा त्यो टाउको लिउँदा कहाँ रात पर राखेका त्यहाँ त त्यो ठाउँमा मन्दिर स्थापना गरेका यही हो टाउको हेलो साथीहरू मेरो ब्लग चाहिँ म आज उल्काकोट गएर आएँ कस्तो लाग्यो हजुरले भनिदिनु होला सुझाव सल्लाह चाहिँ मलाई
कमेन्ट मार्फत दिनु होला भन्दै म आफ्नो घर आइपुगेँ। कि मेरो घर ट्याक्क ल है त साथीहरू, बाई बाई, सी यू सुन।